खानु लागेको छु। यो भात चाहिँ धेरै पस्किनु भयो। यसलाई चाहिँ मैले टक्कसँगले यहाँ बाहिर निकालिदिइसकेको छु। सफा हानिदिइसकेँ मल सोरिसकेर चाहिँ अब। हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग भिडियो। तपाईँहरू सबैजनालाई मेरो ब्लगमा स्वागत छ है। आजबाट चाहिँ मैले ब्लग फेरि कन्टिन्यू गर्दैछु। सो म चाहिँ अहिले बिहानको अब मेरो चाहिँ क्लास जानुपर्ने हुन्छ, त्यही भएर चाहिँ मैले साइकल र ब्याग ठिक पारेर अब चाहिँ म हिँड्न लागेको छु। सो धेरै लङ टाइम पछि चाहिँ मैले ब्लग बनाउनु सुरु गरेको छु है। साथ सपोर्ट गर्नु होला। सो अब चाहिँ लाग्दिउँ। सो गाइज, यो चाहिँ हाम्रो घर गाउँको बाटो। यो चाहिँ हाम्रो घरदेखि यहाँनिर छ अनि हाम्रो घर। सो म चाहिँ अब यही बाटोबाट जाँदैछु पढ्नको लागि। भ्यू चाहिँ बवाल छ। सो गाइज, म चाहिँ आधी बाटोसम्म आइपुगेँ भने यो चाहिँ बानको बाटो भन्छ है। यो बाटोबाट चाहिँ टक्क अब मलाई 15 मिनट जति लाग्छ क्लास जानलाई चाहिँ। सो जाँदैछु। तर आज चाहिँ लास्ट गलियो। मेरो फोनको क्यामेरा क्वालिटी फेरि यस्तो बेकारको छ नि है, त्यही भएर भिडियो बनाउनु मन लाग्दैन थियो। फेरि मलाई यसो केही गरौँ न त भन्ने लागेर युट्युबमा फेरि ब्लग स्टार्ट गर्दैछु। सो सबैजनाले साथ सपोर्ट दिनु होला गाइड्सहरू। सो यो बानको बाटो चाहिँ एकदम बवाल छ क्या, बवाल देख्छ। तर तपाईँहरूले गाउँमा चाहिँ हरियाली र हावा चाहिँ दामी पाउनुहुन्छ। नेचुरल ब्युटी चाहिँ यस्तो बवाल छ नि गाउँको है। ततिर हेर्नु सक्नुहुनेछ, घरै घर, खेतबारी नै खेतबारी, यस्तो बवाल छ। सो अब चाहिँ म टक्कसँगले अहिले शुक्रबार आइपुगेँ। त्यस्तो छ गाइज, बाटो चाहिँ बवाल छ। बाटो चाहिँ सानो न सानो छ। बस आयो भने पनि जानुलाई डराउँदै जानुपर्छ क्या। टिप्पर आयो भने त झन् रोक्नुपर्छ, न आफैलाई पेलिन्छ कि भन्ने डर हुन्छ। सो यस्तै छ गाइज। यताबाट चाहिँ यो चाहिँ शुक्रबारै, यहाँबाट चाहिँ टक्कसँगले जाने हो। सो एभ्रिवान, अब चाहिँ म टक्कसँग क्लासमा पुगिसकेर अब बुक्सु खोलेर सरले चाहिँ पढाउनु हुँदैछ र मैले चाहिँ यसो थोरै भिडियो गरिदिएको तपाईँहरूको लागि। र मैले चाहिँ यसो यहाँ मेरो बुकमा पढ्दैछु। यस्तै छ, तपाईँहरू पनि पढ्नु होला। यस्तै छ, मेरो कपाल पनि सानो सानो छ। सो गाइज, म चाहिँ पढेर पनि घर आइसकेँ। साइकल कुदाएर पसिना भएछ। अहिले आइपुगेँ है। अब चाहिँ भोक लाग्यो, अब चाहिँ खाना खानुपर्ने हुन्छ। खाजा खानु भनेर उहाँ सोधेको, थुक्पा पाएकै थिएन, केही बनेको थिएन क्या बिहानै। अनि अहिले त के खानु भनेर घरै आएको खाना खानलाई के पकाएको छ हेर्नुपर्ने हुन्छ। आज चाहिँ टक्कसँगले यो चाहिँ भिन्डी र आलु बनेछ अनि यता चाहिँ भात छ। सो खाना खानुपर्ने हुन्छ। लास्ट पसिना भइएछ। जानलाई पनि 25-30 मिनट लाग्छ भाइ। सो अब चाहिँ म खाना खाएर 1 घन्टा जति आराम गरेर अनि चाहिँ जानुपर्ने हुन्छ कामतिर गाइजहरू। सो गाइज, अब चाहिँ म यो चाहिँ खाना खानु लागेको छु। यो भात चाहिँ धेरै पस्किनु भएछ र मम्मी एउटा थाल ल्याउनु जानुभएको छ यो बनाउनलाई है। अनि यो दाल चाहिँ हिजो बेलुका बनाएर राखेको थियो। सो आज चाहिँ अब यति खाना खाएर चाहिँ आराम गरेर कामतिर जानु गाइज। सो गाइज, काममा जानु भनेर ठिक परेर रेडी परेर टक्कसँग अब हिँड्न लागेको थिएँ। यता गाई कराएर गाई हेर्न आएको त गाईलाई निकाल्नु भएको रहेनछ। हाम्रो चाहिँ गाई बिहाको छैन, यो चाहिँ थारो है। तर यहाँनिर चाहिँ मल भएछ क्या। उता पनि त्यति नै मल, यता पनि त्यति नै मल। त्यही भएर चाहिँ अब म यो गाईलाई निकालेर चाहिँ टक्कसँगले यो काँटाले चाहिँ यसको मल सोरेर अनि यो त मल सोरिसकेर अनि नुहाइधुवाइ गरेर चाहिँ कामतिर जाने हो। सो अब चाहिँ म यो गाईलाई निकाल्नु पर्यो। तर यसको किल्ला कहाँ छ? ए माथि नै रहेछ। यस्तो गेजी छ क्या, यस्तो गेजी छ थेत्तेरिका। अब यसो म यसलाई चाहिँ निकाल्छु है गाईलाई चाहिँ। सो गाईलाई चाहिँ मैले टक्कसँगले यहाँ बाहिर निकालिदिइसकेको छु। अब चाहिँ म घर त्यो गाईको गोठमा गएर चाहिँ त्यो मल सोधिसक्नुपर्ने हुन्छ। सो
जिन्दगी झन्डै छ मेरो घरको फुलहरू त तपाईँहरूलाई अस्ति नै देखाएको सकेको छु है यतातिर चाहिँ फुलहरू रोपेको छ अब चाहिँ ट्याक्कसँगले यो गाईको गोठ चाहिँ मस्त सोर्नु पर्ने हुन्छ त्यस्तो छ जाउ सो गाइस काम गर्न चाहिँ लजाउनु हुँदैन है यो चाहिँ मैले यतापट्टि सोरेर यतापट्टि थुपारेको छु अब यो मललाई चाहिँ उहाँ परको कुनामा राख्नुपर्ने हुन्छ है ए कसम काम गर्दा गर्दा बेलै हुन्छ सो यो मललाई चाहिँ सोरिसकेर अरूभन्दा नि काममा जानुपर्ने ढिलो भइसक्यो भन्ने कुरा यस्तै हुन्छ सो गाइस अब चाहिँ टक्कसँग गाईको गोठ पनि सफा हानिदिइसक्यो मल सोरिसकेर चाहिँ अब चाहिँ हामी टक्कसँगले कामतिर लाग्नु पर्ने हुन्छ मम्मी पनि आएर सघाउनु भयो अनि चाहिँ काम छिटो सकियो सो अब अरू सबै मम्मीले गर्नुहुन्छ अब चाहिँ म नुहाइधुवाइ गरेर कामतिर लाग्नुपर्ने हुन्छ गाइसहरू सो यस्तै छ ओह गर्मी लास्ट धेरै छ यता सो गाइस आजको भ्लग चाहिँ म यहीँ गर्न चाहन्छु हजुरहरूलाई आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला फेरि भोलि पनि भ्लग आउने नै छ आजको भ्लग चाहिँ यस्तै भइहाल्यो हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सेयर गरेर चाहिँ ट्याक्कसँगले अर्को भिडियोको प्रतीक्षा गर्दै बस्नु होला हस् त नमस्ते बाई बाई टेक केयर